हेलो एभ्रिवान। हामी कुसमा जानुभन्दा अगाडि महेन्द्र गुफा गएको थियौँ। महेन्द्र गुफाको केही क्लिपहरू राखेको छु, हेर्नुहोस्। अलिकति चिसो गुफा थियो। भित्र जाँदाखेरि यस्तो रमाइलो लाग्ने। जे होस् त्यो गर्मी, पोखराको गर्मी पनि साह्रै नै गर्मी थियो। भित्र जाँदाखेरि चिसो लागिरहेको थियो एकदम। अब पानी लिक भइरहेको हुन्छ, त्यहीबाट चिसो भइरहेको हुन्छ अन्डरग्राउन्डमा। हेर्नुहोस्, हाम्रो भित्र यो अर्को द्वार हो। यहाँबाट निस्किनुपर्छ भन्छन् धर्मघर। यो माथिको बाहिरको सिन हो। ल हामी त्यसपछि लाग्यौँ कुसमातिर। यो कुसमाको जाने बागलुङ हाइवे हो। यस्तो दामी हाइवे बनाएको छ यो। 4 लाइन बाटो भनेको यस्तो हुनुपर्छ। जे होस्, लामै यात्रा त छैन, तर सानो भए पनि यहाँबाट खासमा हिमाल देखिनु पर्ने ठाउँ हो के अरे। पहिला पहिला देखिन्थ्यो। अब यो मौसम फेरि अलिकति हुस्सो गरेको भएर पहाड पनि देख्न पाइएन हामीले। हेर्नुहोस्, यो बाटो भनेको छ्याक्क बनाएको छ। हेर्दा पनि, भित्र हेर्दा पनि पहाडको हाइवे हो जस्तो देखिँदैन, तर यो पोखरा बागलुङको हाइवे नै हो साथीहरू। पोखरा र बागलुङ पुग्न त्यही भएर समय नलाग्ने कारण यही हाइवे हो। हुन त बिचमा अलि नबनेको अवस्था पनि छ। अब त्यो पहाडको बाटो फेरि पहिरो खसिरहेको छ, त्यही भएर पनि बिचमा अलिअलि बाटो फुट्छ। अब यता हामी लगभग 2 घन्टामा कुसमा पुगेर पनि मजाले हामी यो हाइवेले गर्दाखेरि होटल रुमसम्म पुगेको थियौँ। अब साँझ भएको कारणले क्लिपतिर जान पाइएन। अब साँझ पनि पन्ची त हान्छन्, तर अब भएअनुसारको चाहिँ टाइमिङ मिलेन। अनि हामी जाँदाखेरि बन्द भइसकेको थियो। त्यही भएर यो आजको दिनको यो बाटोको क्लिप हो। यस्तो मजाको भ्यू देखिन्छ यहाँबाट। त्यो अस्ताउन लागेको घाम, आँखाले जुन देखिनुपर्ने कुरा, त अझै मोबाइल त भेटेकै छैन। राइड इन्जोय गरौँ। यदि यस्तै राइड मनपर्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला नयाँ युजरलाई। म चाहिँ यसमा अझै कन्फ्युज छु कि कसरी स्टार्ट गरौँ भ्लगिङ, कि आफ्नै थारू भाषामा गरौँ कि नेपाली भाषामा गरौँ। अलिकति अझै पनि कन्फ्युजन छ। अन्त साथीहरू जोडिँदै जाँदै बिस्तारै बढ्दै जाने हो। हेर्दै जाउँ। रेस्पोन्स यदि थारूमै गराउन भन्नुहुन्छ भने एज अ डिमान्ड मैले सप्लाई दिनुपर्छ, किनकि त्यो मार्केटको मोनोपोली नै हो। त्यही भएर सकेसम्म चाहिँ अब छिटो जोड्ने प्रयास गर्दैछु के अरे। ठिक छ, समय लाग्छ, तर हिम्मत चाहिँ हार्दिनँ। यस्तै भिडियो आइरहेको छ, रेगुलरली आइरहेको छ। त्यही भएर यस्तो भिडियो हेर्नलाई ट्राभलिङ गर्नु सक्नु भएको छैन भने पनि भिडियो हेरेर चाहिँ एक्सपिरियन्स लिन सक्नुहुन्छ। यात्रा लामो छ साथीहरू, तर सकेसम्म हामीले चाहिँ साथ जोडिँदै जाउँ भन्ने कुरा हो। राइड इन्जोय गर्नुहोस्। यो 4 लाइन हाइवे पनि भ्याउनु आँट्यो।
छ त्यसपछि 2 लाइनमा छ अलिकति 2 लाइनले गर्दाखेरि अलिकति असहज भएको थियो यात्रा नत्र भने चाहिँ योभन्दा अझै छिटो पुगिन्थ्यो कतिपय कुराहरू त अब रेकर्ड पनि गर्न सकिँदैन स्टोरेज पनि छिटै नै फुल भयो भन्ने रहेछ के ब्रेक छ यदि फर यू पेजमा जान्छ भने युट्युबमा प्लिज नेपालीमा गरौँ कि थारूमै गरौँ कि भनेर एकचोटि कमेन्ट गरिदिनु होला यदि त्यो डिमान्ड आउँछ भने म त्यसरी नै अगाडि बढ्नेछु छ हाम्रो यात्रा आँखाले देखेको कुरा मोबाइलले देखाउने प्रयास हो तर आँखाले देखे जस्तो हुँदैन तर सानो एक्सपिरियन्स सेयर हुन्छ भनेर म यसमा जोडिन लागेको हेर्न सक्छु कस्तो राम्रो हाइवे छ कि टक्क फिनिसिङ भएको यताउति पनि मजाको पेन्ट हानेको लेन पनि मजाको चट्टाको यतिको त म बुटोल भएर हिँड्दा पनि त्यहाँको हाइवे छ जस्तो लाग्दैन होइन जे होस् पाहाडमा यतिको गराउनु भनेको पनि धेरै नै गाह्रो हुन्छ हाइवे गराउनलाई यहाँभन्दा अगाडिको अलिकति मात्रै टाइम लाग्यो नत्र त हाइवे त के भन्छ एकदम मजाको फिल्म नै बनाएको पहिला यहाँबाट पनि धौलागिरी हिमाल देखिन्थ्यो अहिले देख्न पाइएन उता अगाडि पनि माछापुच्छ्रे देखिन्थ्यो माछापुच्छ्रे पनि देखिन पाइएन साथी हो यात्रामा जोडिनुभयो यदि सुन्दै हुनुहुन्छ भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला नयाँ साथीसँग जोडौँ यति भन्दै आजको भिडियोमा यही अन्त्य गर्छु है त।